हेलो एभ्रिवान वेलकम। आज तपाईहरुलाई अल्जेब्रा को एक्सप्रेसनमा जसलाई प्रब्लम छ तपाईहरुको लागि विशेष गरी यो भिडियो बनाउँदै छु। अनि कृपया यदि तपाईहरुले हेर्दै हुनुहुन्छ तपाईहरुको बाबु नानी जसलाई चाहिँ म्याथमा समस्या छ उहाँलाई चाहिँ यो देखाइदिनु होला। साथै तपाईहरुलाई यो भिडियोलाई चाहिँ शेयर गरेर सपोर्ट गरिदिनु होला। सो हामी विशेष गरी काम के गर्दै छौं भने इक्वल्स टु यु अलवेज रिमेम्बर द्याट यदि तपाईले सधैँ याद के गर्नुहुन्छ भने इक्वल्स टु छ भने यो प्लस यो इक्वल्स टु को पारी गयो भने माइनस हुन्छ अनि यो माइनस यदि यता आयो भने फेरि प्लस हुन्छ है। यो त बेसिक कन्सेप्ट तपाईहरुले एकदम यो जान्नु भएको छ भने तपाईहरुको यो म्याथमा चाहिँ यो प्रब्लम छ नि हट्यो भने तपाईहरुले प्राय जसो मिस्टेक गर्नुहुन्न। धेरै जसो विद्यार्थीमा यही मिस्टेक हुन्छ। सो यो प्लस यो इक्वल्स टु को पारी गयो भने माइनस भयो। यदि यो माइनस यता आयो भने यो प्लस हुन्छ अनि यो प्लस यो इक्वल्स टु उता गयो भने यो माइनस हुन्छ है त। त्यही भएर प्लस र माइनस तपाईले एकदम ध्यान दिनु होला। प्लस यता जाँदाखेरि माइनस हुन्छ, माइनस यदि फेरि यतै आयो भने प्लस हुन्छ है त। यो कन्सेप्ट एकदम बेसिक कन्सेप्ट तपाईहरुले सम्झिनु भयो भने तपाईहरुले लगभग कन्सेप्ट बुझ्नु भयो।